ड्रोन चाहिँ यहाँ अड्काएको उयो रुखमा यो कहाँ हो खोइ ओइ खस्नु लाग्यो गाइजहरू ल खस्नु थाल्यो अहिले मर्निङ 3 बजिसक्यो होइन अनि तर हामी जाँदैछौँ अस्तिको हाम्रो जहाँनिर ड्रोन छुट्याएको थियो नि होइन त्यो ठाउँ जाँदैछौँ होइन सबजना रेडी भइसक्यो होइन यहाँनिर अन द लेफ्ट ह्यान्ड विराज इज रेडी होइन अन द ड्राइभर सिट होइन सौगात इज रेडी होइन बजे चाहिँ होइन हामी क्याम्पिङ जाँदैछौँ ल भन्नु सबै साथीभाइको माया हो होइन सबै साथीभाइहरूको माया सद्भाव हो अनि हामी छौँ र त संसार छ त्यसपछि अनि हामी सबैजना अब त्यही ठाउँमा जानेछौँ पहिलेकै ठाउँमा होइन केही सामानहरू हामी के सामान छोडेको दाइ हामीले भन्नु त हामी ड्रोन खोज्न जाँदैछौँ अहिले चाहिँ होइन हामीले सुइक चाहिँ हामी चाहिँ ड्रोन चाहिँ हाम्रो एउटा हाँगामा ड्रोन अड्केको थियो हामी निकाल्न जाँदैछौँ ल के छ भनिदेऊ नि त तिम्रो कुरा रोइला आमामा गाडी र हामी डेस्टिनेसन राइडिङको लागि स्वागत भएपछि हाम्रो त्यो कुरा ऊ भएपछि अनि परिचय पाऊ हिमाल जस्तै रहेछ तिम्रो बिहानीको गाम के हो तिम्रो नाम परिचय पाऊ हाम्रो आज राइडर हुनुहुन्छ अनि अगाडि हुनुहुन्छ हाम्रो पछाडि हुनुहुन्छ मेरो लेफ्ट साइडमा सम्राट सुभाष हामी सबजना है दाजुभाइ हामी सबजना सँगै छौँ त्यही नै हो ठुलो कुरा नबोले नि माया लाग्ने रहेछ सन्नानी दिलको कसम दिलैमा होइन जान्छनी China company China company China company China company no गाइजहरु हामी चाहिँ एकदम यो मिडल अफ दि जंगलमा चाहिँ आएर नाचिरहेछौँ हैन अनि ट्याक्क यस्तो छ हैन केटाहरु सब विराज कति बजे छ अहिले भन्देऊ त 3 बजेर 45 अलमोस्ट 4 बजे भने नि हुन्छ है ल ठीक छ 4 एक्लै छोड्दाखेरि तपाईलाई के लाग्छ स्विटमा भन्नु पर्दा मलाई डर लाग्छ सुभाष तपाईलाई के लाग्छ यो जंगलमा तपाईले एक्लै छोड्दाखेरि कस्तो अनुभव होला सुभाष दाइको विश्लेषणमा चाहिँ गाह्रै हुन्छ गाह्रै हुन्छ कोही पनि छैन हेर न अहिलेसम्म एउटा गाडी पास पनि भएको छैन हैन कोही मान्छे पनि आएको छैन तिमी एक्लै यो जंगलमा एक्लै बस्यो भने त त्यो गाह्रै छ तर त्यही पनि यहाँ मान्छे दाइ माया भनेको के हो दाइ भन्दिनु त ल माया भन्ने शब्द अनौठो माया भन्ने भावना अनौठो कहिले बुझ्नै नसकिने कहिले साला बुझाउनै नसकिने माया भनेको यही नै हो माया छ र हामी साथीभाइ सँगै छौँ माया छ र हामी अहिले सँगै साथमा एउटा ट्राभल गरिरहेछौँ हामी एउटा गन्तव्यमा हिँडिरहेछौँ तर गन्तव्य के त त्यो गन्तव्य के त तपाईहरुको आफ्नै होला सौगातको आफ्नै छ विराजको आफ्नै छ हैन अहिले त हाम्रो गन्तव्य एउटै हो दाइ ड्रोन खोज्नु छ हामीलाई हामी मायाले डोराएर हैन यो ठाउँसम्म आइपुग्यौँ हैन पुरै अगाडि पुरै एकदम भुसु लागिरहेछ बाटो नै देखिया छैन के हो तर केही बाटो नै नदेखे पनि एकदम दामी रुखहरु तर हामी हिँड्नु छ दामी छ ठाउँ बाटो एकदम अफ रोडको बाटो हैन हाम्रो तर गन्तव्य जहाँ जे सुकै भए पनि गन्तव्य चाहिँ त्यही एउटै ठाउँ छ हाम्रो अस्ति जहाँ हो गन्तव्य त्यहीँ पुग्नु छ हामीलाई है त
होइन सकेसम्म त हामी त प्रयास जारी छ 100मा 200% चाहिँ एकदम हाम्रो इफोर्ट हामीले सक्ने जति चाहिँ गरिन्छ अब त्योभन्दा 200% लाउँदा नि हुँदैन भने त अब के गर्ने केही गर्नै सकिँदैन होइन ल है गाइजहरू हामी चाहिँ एकदम अफरोड चढ्न लागिरहेछौँ होइन यो चाहिँ एकदम हाम्रो लागि एकदम च्यालेन्जिङ छ होइन हाम्रो लागि भन्दा पनि गाडीको लागि चाहिँ च्यालेन्जिङ छ सक्यो इजी नाइस ल वेस्टर्न स्लिप भने जस्तो अब हाम्रो अस्ति क्याम्पिङ स्पोट यही हो टक्क हाम्रो यहीँ छ ढुङ्गा भाटामा गयो ल गाइजहरु हामी चाहिँ फाइनल्ली अस्तिको ठाउँमै अस्ति हामीले क्याम्पिङ गरेको ठाउँ आइपुगिसक्यौँ होइन चेयर्स टु एभ्रीवान होइन चेयर्स टु मेन ड्राइभर होइन जसले चाहिँ एकदम उहाँ हुनुहुन्छ एकदम जेनियस ड्राइभर होइन पानी खाएर चाहिँ हामीलाई डाको यहाँसम्म डेस्टिनेसन गुड नाइट जस्तो छ सबैजना त्यस्तो ल गाइजहरु केही देखेको छैन होइन अब हामी यहाँनिर अब आधी घन्टा 1 घन्टा जस्तो सुत्नेवाला छौँ होइन अनि सुतिसकेपछि चाहिँ हामी बिहान उठेर चाहिँ गुड मर्निङ भन्नेवाला छौँ है त ल गाइज ल एभ्रीबडी गुड नाइट ल हेभ अ गुड ड्रिम गाइजहरुको पारा यस्तो छ है यहाँ टक्क गाडीमा सेन्टी फ्ल्याट हो है गाइजहरु त गाइजहरु यस्तरी सुतिरह है गाइजहरु हेर्नुहोला कसैले पारेछ कसैले घुरेछ के गरेछ केटाहरू नि मेरो पारा चाहिँ यस्तो छ गाइजहरु मेरो ठाउँै छैन सुत्ने ठाउँै छैन म कसरी चाहिँ सुत्ने कसरी सुत्ने क्या ठाडै उभ्या हो कि सुत्या हो यो ल म नि नाइट बस सम्झेर सुते है त अब गुड मर्निङ गाइजहरु उठौँ न उठौँ बिहान भइसक्यो कति भइसक्यो थाहा छ 8 भइसक्यो दाइ कस्तो दाइ गुड मर्निङ उठौँ न 8:30 भइसक्यो उठौँ 8:30 भइसक्यो उठौँ गाइजहरु उठौँ अब निस्किन पर्ने हुन्छ आजको नाइट चाहिँ हाम्रो डक्क उही पानी त ठुलै परेछ त बिस्नी नै पानी परेछ हजुर 5 बजीतिर आथ्यौँ गाडीमा 5 जना सुतेको हालत कसरी सुत्यो होला अब आफै इमेजिन गर्नु होइन 2-3 घन्टा त सुत्यो म त सुत्नै सकेन नि त यहाँ 10 मिनट सुत्यो फेरि चल्या छु मा कम्फर्ट होला भनेको छु यता फर्किया छु फेरि 10 मिनट सुत्यो फेरि गाह्रो हुन्छ फेरि यता फर्किया छु कम्फर्ट बनाउनु खोजेको छु यत्रो हुने कम्फर्टै हुँदैन त जे गरे नि भयो यो ड्रोन खसेको ठाउँमा आइसक्यौँ होइन हामी 3 जना गाइजहरु यहाँनिर हामी रेडी टु हन्टमा जान लागिरहेछौँ होइन अब यस्तो छ बाटो ड्रोन टिप्न जाने बाटोको हालत यस्तो छ पानी परेछ पुरै बाटो यस्तो छ तर लास्ट टाइम त्यो आएको बाटो यही बाटो हो नि है सजिलै भएछ लाम केटाहरू आमाम छिटो चिप्लो है रुख चाहिँ ला चिप्लो स्लोली आम है गाइजहरु स्लोली फर्स्ट टाइम आउँदाखेरि यहीँ त हो मा भ्ल्याट्टै लडेको
बाटो भएको थिएँ ड्रोन त यो रुखमा हो नि त होइन यहाँ रुखमा हो खस्यो जस्तो छ ड्रोन छैन भेऱ्यो भेऱ्यो ओ केटाहरू ड्रोन उहाँ यी भेऱ्यो यी उहाँनिर यी एक फेर ल कसरी चाहिँ तान्ने त अनि यसलाई बिस्तारै आऊ ल बिस्तारै ल फाइनल्ली Finally, drone video, guys. Give it a clap.